अनि यो टावर भएको चाहिँ कुन अरे त्यो पाथिभारा मन्दिर रहेछ यस्तो 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 रुमेश दाइ के भन्न चाहनुहुन्छ तपाईँ यो यस्तो राम्रो ठाउँमा म खासै केही भन्दिनँ भाइ पहिला त धेरै राम्रो थियो अहिले त सबै भत्तार खत्तम गरेछ है आएर यस्तो उपद्रो चाहिँ नगरिदिनु होला घुम्नको लागि आउनुहुन्छ नि आउनु होइन यस्तो उपद्रो यो गोठहरू भत्काएर त्यस्तो गर्नु चाहिँ नआउनु होला होइन मन्जित दा यता हेर्दैन नि त यो लडाएर पनि राम्रै गर्छ किनभने हावा चलिरहन्छ कि छेक्नु हुन्छ नि हावाले अब चुला बनाउन चाहिँ ढुङ्गा तलैबाटै ल्याउनु पर्ने यसलाई अलिक साइड गर्नु रोज्दै के भन्नुहुन्छ तपाईँ पकाउनु पकाउने ठाउँ त खोइ कता हो होइन के भन्नुहुन्छ तपाईँ यस्तो यस्तो माओवादीले कुकर बम फोडेको यहाँ त वरिपरि बस्ने ठाउँ पनि थियो नि बस्ने ठाउँ अनि हामीले पिने खाने चाहिँ यो यही हो अब यही हो बनाउने पकाउने देवी दाइ ए दुर्गा दाइ ए के भन्न चाहनुहुन्छ तपाईँ यस बारेमा यो घुम्न आएको बारेमा यो निरीक्षण गर्न आएको हामी यहाँ हो तर यहाँको निरीक्षण गर्दाखेरि यस्तो यस्तो देखियो हामीले यहाँ चाहिँ अलिक यो खडाहरूले खडाइ गरेको रहेछ यो यहाँको यो निदाल पनि यो काठहरू चोर्नुलाई हजुर काटीहरू छोडेको रहेछ हजुर त्यस्तो पो अब यहाँ त हामीले अवलोकन गरेर त्यस्तो पो देख्यो यस्तो गर्नेलाई चाहिँ के कारबाही समितिले गर्नुपर्ने समितिको कमजोरी हो अब कन्यामको समिति उठ्ने बेला भयो तपाईँहरू समितिको कमजोरी भन्ने बुझ्छु म समितिले निगरानी कडा निगरानी गर्नु पर्यो ग्राउन्डबाट उकालो आउँदाखेरि बाटो छ र भुवन दाइ तपाईँ के भन्न चाहनुहुन्छ यस घुम्न आएको अवलोकन अवसरमा केही छैन र यसो एक दुई शब्द संरचनाहरू भत्किएको छ यसको खोइ स्थानीय निकायले हेरेको रहेनछ त्यस्तै उस्तै हो अरू केही छैन भन्नु त पर्यटक स्थल भन्छ होइन हजुर तर स्थल विकास उयो होला नि त कन्याम विकास समिति होला नि त होइन समितिले यो समिति सरसफाइहरू व्यवस्थापन गर्नुपर्ने हो देखेन है त्यस्तो यहाँ बाहिरको मान्छे घुम्न आउँदा चाहिँ फोहोर मैलै देख्ने देख्नु भयो केयरलेस भयो होइन कन्यामलाई सुझाव दिनु भयो कन्यामको समिति उठ्ने बेला भयो अब बजारलाई मात्रै संरक्षण होइन देउराली डाँडालाई पनि संरक्षण गरौँ भन्ने त्यही एउटा अब टुरिज्म प्लेस भएको कारणले गर्दा भित्तामा रङ दल्दैमा टुरिज्म प्लेस हुँदैन भित्तामा रङ लगाउँदैन ठुल्ठुलो